रेडी गर्दैछ योहरू त कहाँ राख्दिनु भन त केटीहरू के क्युटिकल त निकाल्दिनु न नेल रिमुभ गर्नुपर्छ यति यति छ पानी हाल्दै नहालिदिनु भनेको छ त म्यामले होइन म्यामलाई सोध्नु त त्यहाँ पर्खिनु म छाम्छु पर्खिनु यहाँ पानी हाल्छ न त यहाँ चाहिँ पानी तातै आएको छैन हो आयो अब चाहिँ भयो दादा तातै छ ठिक है भयो ठिकै छ यतिकै टवल यहाँ छ लानु मेरो त कहाँ खुट्टामा छ नि यहाँ नेहा आउँदैछ तिमीहरू केम गर्दैछ अरू केम गर्दैछ फ्लिप आउट भनेको को पुग्यो कपाल छैन नि त त्यो कारण एकदम छ उयो पनि छ त क्लाइन्ट वाटर उयो छ त ऊ नेहाले ठिकै छ यतिको सेली त हाल्छ हल लेखेर नि ऊ यही छ सबै ऊ निकाल्दैछ रिमुभ गरौँ यति सामान खाली गरिदिनु के अरे बिमार भइरहेको छ बिचरा चाहिँ अब त एकछिन रिल्याक्स हुन्छ के अरे अरूमा त छैन त नगई त नेल पलिसै छैन के छ अरे
ल्याएन छ वेस्ट बोलमा चाहिँ नेहाले उयो हालिराख्छ लो ब्रश पनि त्यही राखेर खै सब तो जानते ही हो मुझे तो बोलना नहीं पड़ेगा प्रॉब्लम है इससे आमामा कति टिपेछ यिनीहरूले त खुट्टा बढी लगाइदिनु कुन दिन यति भएको नाउँ पनि जान्छ होला खुट्टा आउँ त्यस्तो नगर्नु यो पनि टुक्छ थिएन निकालेको हौ हातले निकालेको मैले हाँस्नै खान्छ यसमा चाहिँ छैन यसमा चाहिँ छैन हातको त दुख्दैछ म त खुट्टा पनि दुख्छ आज नेहा आएछ लुसिना आएछ अब भोलि लुसो नि खाउँदैन किन आउँदैन हौ अब चाहिँ आउँछु म होइन 12 बजी जान्छु अलिक हालिदेऊ न यो खुट्टामा उ दादाले जस्तै यो खुट्टा गरम भएले जान्छ कुन चाहिँ कता छ त्यसको बाटो छ त्यसको बाटो छैन घरको पीछे कोई तो मोबाइल में पीछे जो कोई कैसा कर रहा है तब अभिषेक दादा पनि के होइन सिनियर सब म सिनियर हो कहाँ पुग्यो त यो दादा चाहिँ मी बसेर हेर्नु मात्रै होला मम्मी यो कट काटिहाल्नु पर्यो रङ सिरियस छ ओ अभिषेक ए दिनु स्याम्पू कुत्ता सब गर्दैन गर्दिन ल अब तिमीहरू के गर्ने हो अब भन न तिमीहरू पनि गरिदिन्छ भयो ल्याउ मलाई रिस उठ्छ खै तिम्रो भने त टावर ऊ टवल त उयसमा लगाइरहेको छ यो दादाले आयो बिस्तारी त्यहाँ नहँगै छैन नहँगै त छैन नङ छ कि तिमीलाई काटेर त्यहाँ झन् छैन नितेश दादाले गर्दैछौ नि दादा त्यहाँ छैन अर्कोले गर्नु नि सानो पनि छ त अन्त ए ल त्यो त नेलको ल अर्को त खुट्टा हो अब खुट्टाको अब हात भनेको सानो हुन्छ आदिको पो यत्रो यत्रो हुन्छ त उयोहरू नेहाले गरेको हेर खुट्टै प्लात्रित पारेर गाली अब मेरो कटन डल्लै चलाएछ दिएको म्यामलाई माग न छ त म्यामकोमा कटन पनि देखेन रहेछ त अन्त तिम्रै होला हो के लगाएर क्युटिकल निक्लिन्छ अलिअलि अब चाहिँ देखेँ है नङ मैले उयो गरेर हौ काटेर तपाईँले नदेखेको नि सानो सानो छ नि त अन्त मेरो अब यत्रो बोक्सीको जस्तो पाल्नु पर्यो
दुख्यो नि हाँ दुखाएको नि त मैले रिस उठ्दैछ नि त मलाई नदेखेर ए ऊ यहाँ हौ दादा हो मिलाइदिएको नि होइन पैसा नदिनु नि उसलाई दुःख दुखाउँदै पो दिनु के चाहिँ नदिनु ल सीको माल पो त हौ हेर्छु नि तिमीलाई कति दिइरहेछ यसरी चाहिँ त्यो उयो गरेको होइन नि हाँ यो पुस गरिदिएको हो नङ ठुलो देख्छ होइन ए हिजो पैसा दिइ साथी आज मान्छे आउँछ भने आज अरे हो आज अविनाशलाई खोइ त्यो निकाल्ने क्युटिकल निकाल्ने के भन्ने त्यो त निकालेन होस् ननिकाल्दै हो छैन होला भन्ने त छ ल यहाँ छ त निकालिदेऊ त्यसो भए औ दादा निकालिदेऊ तिमीले पनि क्युटी गर भयो होस् पर्दैन ए डेट छिल तिम्रो मम्मीले ऊ यहाँ हेर त ऊ यहाँ अलिअलि होला यहाँतिर यहाँतिर नानीहरू परे पैसा पाएन ल टिप्स नदिकन जान्छ नि ल बरु भने अभिषेक दादाहरू गर्ने अभिषेक दादा भनेको अभिषेक दादाहरू हो नि त यहाँनिर उयो कम्पेनीमा नगरिरहला यहाँ यहाँको कस्तो मजा छ होइन होइन मलाई के लाग्छ मजा आउँछ मलाई त मजा आउँछ उहिले गर नि दादा उहिले मजाले हुन्छ त अभिषेक चाहिँ गर्दिनँ के भन्ने होइन मैले यो निकाल्नै बिर्सेछु नि त अस्ति मनु थियो आयो त तिमी थिएनौ थियो हौ तिमी थिएन हौ मलाई त उसले डेक्सिएको थियो कमाउनु थियो आया दुख्यो नि हामी जसले पनि गरेको थियो हो कपाल काट्दैछ आज हिजो सेट गर्यो कपाल आज काट्नु होला त्यहाँ छ र त्यहाँ छ मेरो कपाल काट्नु दिउँ भनेर सोचेको थिएँ कि दियो त अन्त उयोलाई स्वीकृतिहरूलाई मलाई त किन नदिएको बुझ्ने आयो त अन्त मैले कृषिको आयो नि त्यही त दिनु भने नि त होला सोधेन ल हामीलाई चाहिँ काट्ने भाउ हो भने त्यहाँ नगरे दादा नङै छैन त्यहाँ काट्ने भाउ हो भने त मैले सुरुबिलै मलाई बोलाएको थिएँ के उयो गरेको उसले कट काटेको ट्रिमिङ गरेको तिमी हिँड्नु डल्लो कट के अनुहारमा छुट्टायो यो ढेँडो औलीमा गरिदेऊ त के हो नाना के गर्नुहुन्छ दि तपाईँले कसको चाहिँ कलर दुईजना गर्ने कलर ए कुन चाहिँ कलर गर्दा नि सफा गरिदिनु गरेन गर्दैन गरिदिनु र के अलिक मासु त
म ऊ तल आउनुपर्छ खुट्टा भेट्नु लागि चाहिँ तिमीले फेरि यसले भेट्यौ भने कहाँ पुग्छ होला यार ऊ तल पुगिरहेको नि लु म त अब ढल्केको ल अच्छा लाग्दा है हामी गरिदिउँ ल तिमी र म गरिदिउँ न अन्त के हुन्छ हौ अन्त पछि सबैको गर्नु त हो त केटाको त गरिदिँदैन नि हामीलाई कस्तो उयो अभिषेक दादाको ऊ हेर न ऊ यो केटीले क्लाइन्टलाई पनि यस्तो गर्छ होला है क्लाइन्टलाई पनि गुजी 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 ऊ हेर न म त अब त्यो गरेर त कपालै काट्छु होइन दादा खुट्टा पुरा फुट्छ यसले मेरो गरेकै हो मैले पहिला नै गर्ने का यहाँ गर न यहाँ खालि गर कताकतिले मर्छु होला म त है फर्किन उयो गरिदिनु पहिला जाऊ न तिमी त्यहाँबाट चाहिँ देख्दैन यस्तो मैला भइरहेको छ मैला म त्यहाँ गर्दिनँ नि त त्यो गऱ्यो भने के हुन्छ भने झन् फुट्छ मेरो खुट्टा अन्त झन् सफा गरेन भने झन् फुट्दैन त्यो त कताकति लाग्यो अब एकपल्ट कताकति लाग्नु थालेपछि मलाई हुँदैन है भयो भयो नगर्नु त्यहाँ नगर्नु तँ पखाला भाइहरू मान्छे मरेको सम्झे अस्ति देखेनौ उयो दादाले त पठाइदिएको त मलाई खुट्टा खप्पै है दुइटै खुट्टा दुइटा हो कि पढाम थियो एउटा उयो दादाहरूले चाहिँ लागिरहेको थियो ल हामी चाहिँ देखिन है दादा ए राम्रो पखालिदिएको होला नि अब त भयो त होइन नखोला न अहिले उयो गर्नुहुन्छ नि तिमीहरूलाई स्क्रब पखाल्नु स्क्रब पखालेर सजिलो हुँदैन नि त हेरी पटरको चस्मा छोड्दैन सस्तो मस्तो स्क्रब भनेर यो दादाले कम त लगाइदिँदैन हेर हेरिरहौ ल डल्लै तुरिदेऊ न कसले लाउँछ अब हेरेको भयो दादा हो यता अब छ नि बुझेन होला अब साई पल्लवीको हो भनेर अन्त यहाँ हिरोइन को छ उसको हेर दादा तपाईँलाई त ह्यास पार्दै त है यो ब्यागमा होइन त ठिकै
हो नेहा गरेको नितेश दादा नगर्नु कृषिकाहरू कोही भन्दा सुन्नु होइन नि त कोही भन्दा को गर्छ नितेशै गरे तपाईँ गर्नु ल दा जी मैम यहाँनिर गर्दै त दादा यहाँनिर गर्दै त यहाँनिर पाइतालाको त्यहाँनिर यहाँ त्यस्तोतिर त्यहीँ हुन्छ मलाई अघि गरेन एक ही में अरे वो होता है ना हाँ नहीं कूद नहीं वो फट जाता है अभी ज्यादा हो जाएगा और फट जाएगा लेकिन वो चीज रेड सेल को नहीं होता है म गरिदिन्छु तिमीहरूको त गरिदिन्छु नि नितेश दादा हेर ऊ आमा कम त लगाइदिँदैन हेर इसको क्लीन करके ना वो पैकेट को हटा देना यस मैम ठिक है गोडी गोडी हुँदैछ लु खुट्टा मेरो और वो प्लास्टिक फेंकना मत ना यहाँ के ऊपर जब छोड़ोगे ना तब फेंकना ठिक है ग्यासमा चाहिँ तर सजिलो भयो है किनभने त यहाँ पानी पनि छ यहाँ पछि छ नि त भक्कु ऊ यो खुट्टामा पनि गरिदेऊ दादै नङमा लु भयो तपाईँले थापिदिनु न अन्त के हुँदैछ हैंडसम हो रहा है ना आजकल देखिए वो चश्मा भी कितना 3 बार हो चुका है चेंज कर दिया चश्मा ढूंढ रहा है कि किससे अच्छा दिखेगा ये पहले वाला जो फर्स्ट में था ना वो प्लस 0.3 होता है यो चाहिँ कति छ जी मैम मैं देख के ही बोल दिया आन बाबा नितेश ये माइनस 0.3 अब चेन्ज गरी गरी नि है दादा त्यता है कतिको यो चाहिँ यो माइनस 0.050 पैसा लियो दियो म यहाँ देखेन हाम्रो यहाँ अर्कै भइरहेको छ जाली भइरहेको छ नितेश दादा है दादा अन्त त खुट्टा छोटो भएको हो कि यसो ढल्क्यो भने राम्रो हुन्छ देख्यो होला मोटो भयो भने कस्तो राम्रो छ मेरो खुट्टा जान्छु अब म खोला खेल्नु यो केटी आफै बिमारी छ हो खोला त कम त भन्दैन है औ दादा ए त्यो चाहिँ भन्थ्यो है हौ भूतहरू ल्याम्लामे हौ भूत त्यही त हो र ए ल्याम्लामे भन्छ हामी त देखेको छैन भयो त अन्त केटी होइन क्या मैले भनिदिएको छु को अन्त त पुरा डर देखाउँथ्यो है हामी त त्यसमै बसेको हामी त त्यसैमै बसेको भने हेर हौ दादा हामीलाई देख्यो होला तर भेडा कहाँ खान्छौ हामी खान्छ हाम्रो पूर्वज खानदान कलले पाल्ने अब खाएको छौ लु
तिमीहरूको पनि पुरो छ भने बाल थियो नि अहिले पाउँदैन अन्त अब त्यो त कुनै नि त हो अब त्यो त कहिले सोधिरहनु त यस्तो पनि भुटानतिर पाल्छ नेखाको दामै गरिदिउँ अब होइन हामी ल दादा यहाँ के त खवास होइन बुझेर बसेर उयो हो त्यस्तो भन्दै नि फ्री हाले सर्ट गरेर पढाइराख्नु ए के भयो यो त है अहिले तिम्रो लुगामा लगिन्छ होला नेहा त्यो होइन उयो उयसमा त्यो अर्कोमा पनि होइन त्यसमा हो औ दादा उयो नेहाको बाउला पठाइदेऊ न लु लु ल औ त म गरिदिन्छु होस् ठिकै छ लागिन्छ अहिले तिम्रो यस्तो गर्नुपर्ने छ खुट्टा है अँ तानिदेऊ न पड्काइदेऊ न ए हुँदैन आया गलेको खुट्टा छ भने पो मजा लाग्छ त यस्तो गर्दा है गलेको छैन तिम्रो आज ल बसेर हौ तिमी कति बजी हिँड्यौ घरबाट ढिलो हिँडेको आज अन्त अब गाउँको त्यस्तो हुन्छ नि हौ अब जति बनाए पनि अब बिग्रिहाल्दैन होइन हाम्रो बाटोघाटा फोटो छैन कि तलनिर धर्जा बस्दै उयो चिन्छौ ग्यामनहरू चिन्छौ चिन्दैन होला चिन्छौ तिमीले चिन्छौ बुङकुलुङ सुनेको गएको छैन ग्यामन गएको छ ग्यामन चिन्छौ ग्यामनको बाटो कस्तो छ त्यहाँबाट पनि त गर्छ त्यही तर अहिले आयो ढुक्कै है बुङकुलुङको बाटो छ नि त तपाईँहरू कति घन्टामा पुग्छ हौ घर दादा पिन्चिङ ए पिन्चिङ अलिकति पिन्चिङ पर्दैन उयो गऱ्यो अन्त भाइब्रेसन ठिकै छ होस् मलाई खुट्टा दुखेको छैन अहिले तिम्रो गरिदिन्छु मजाले अँ साइरन त्यहाँ उयो भएर हौ त्यो ढाक्कै बसिरहेको छ कि मोटो छु नि त म के गर्नु बादमा उयो हुन्छ जति बुढो हुन्छ जान्छ नि साह्रै पर्छ के खुट्टा अम्लाहरू जान्छ खुट्टा छ नि अँ अँ पर्ख मजा पाउँछ त हौ पछि आए त मजा नि बादमा खाएर हुन्छ खुट्टा हातहरू फर्काएन उयो गर न फर्स्ट सर्कल हौ सर्कल एसएनएट बिग सर्कल अन्त के भन्छ म पनि बिर्सिँदै गयो त त्यहाँदेखि चाइनिज बेङ्गल होइन अब यो दादा बिस्तारै गर नोसहरू फाट्दैन नि बेला अब त प्रेसिङ पिन्चिङहरू गराउनु भइहाल्छ ल जुन चाहिँ गऱ्यौँ एउटै हो नि त अन्त राख्नु ह्याकिङ स्याकिङ फ्याकिङ नक्लिङहरू ट्यापिङ मेरो खुट्टा सेतो भयो है
यहाँ दुईजनाले कुटेको होला उयोवाला यस्तो यस्तो ठ्याक ठ्याक हान्यो फेरि म आउँथ्यो अरे ठ्याक ठ्याक यसरी हो तर मेरो खुट्टा त यसो गर्दै दुख्छ बिस्तारै कनाउँ नितेश दादा आमामा मरदको भलै निकालिदियो त अन्त आज फेरि छ नि योवाला ए केटी अन्त उयो यहाँ त भेन्स त हुँदैन है यसो गर्छ नि मुनिबाट गर्दैन यस्तो गर्दैन ठ्याक्क यस्तो गर्दैन यस्तो मजा आउँछ नि यसरी त्यो उयो थम्ले थिच न मुनिकोलाई उसलाई भनेको भन त बुझेन उसले थम्ले हो त्यो मुनिलाई थिच लुगा गर अम्बो मजा आयो भयो 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 भाइब्रेसन देऊ फेदर टच देऊ बस दुईजना हेर मलाई पनि आउँदैन म पनि खासै त होइन गर्ने मान्छे अन्दैछ यिनीहरूले लु भयो यसरी पकालिदिँदा के पनि हुँदैन नि म त यस्तो केटीहरूको खुट्टा धुनु पायो भने नि पुरा भगवान् हुनुहुन्छ किन भाग्यमा नि हामी सरस्वती हो ए लक्ष्मी हो कहिले तिम्रो आउने त्यस्तो त उयो गरिदेऊ त यहाँनिर यो फेरि केटाको छुनु हामी कसो केटीहरू देवी हुन्छ केटीहरू देवी हो प्याक लगाइदेऊ एकछिन बस्छु त्यहाँदेखि नेहाको गरिदिइहाल्छु होइन नेहा रेडी सेडी होइन त्यो सामानहरू हालिराखिदेऊ न अन्त भइहाल्छ के चाहिन्छ हौ सामान सबै सक्यो प्याक भएको छैन किन यस्तो गोड गरेर साह्रै कति कुरो भन्नु अझै गोड हुन्छ यहाँ छ हौ ल भयो दादा तिमीले प्याक लगाइदेऊ दादालाई सामान हालिदिँदाको छ तिम्रो लागि क्युटिकल क्रिम त छ है दादा उसले लगाइदिन्छ कि उयो तपाईँ सामान हालिदिँदा गर्नु उसलाई गरिदिनु होला त्यो त राख न तिम्रो नेल छैन खुट्टामा नेल ए लो गोड नि तिमीमा त हाम्रो पनि प्र्याक्टिकल भइहाल्छ हाल्न भात खान्छ अरे हेरौ केटा मेरो सकेर गरिहाल्नु पर्छ उसको त्यहाँदेखि जानुपर्छ कटिङमा
उसको तिम्रो फेसियलहरू गरेर होला हौ है पुरा डेट त्यो ब्ल्याक हेड्सहरू सबै निस्केछ नि त अस्ति फेसियलहरू गरेर होला अनुहारको ब्ल्याक हेड्सहरू हो पुरा निस्केछ मोइस्चराइजर लाउँदैछ होइन तिम्रो त्योहरू चाहिँ लगाइरहनु खै म त्यो उसको उयो किनौँ भनेको खै थाहा भयो पैसै नभएर मामाअर्थ अस्तिको थियो त त्यो भाउचर छ त अन्त त्यही छ मैले नत्र चाहिँ लुसीले चलायो नि क्या अब लुसी तिमी चलाउँछ भने चलाऊ भनिदिइराखेको थियो त्यो तिमी किन्दैनौ होइन त्यो त मेरो नाममा छ नि त अरू गएर गर्दा भइहाल्छ त क्लेम म किन्छु नि तिमी किन्ने तिमी पनि किन न अन्त दुईजना मिलेर म एउटा मात्रै किन्छु हो तिमी किनेको छुइनँ हो 500 रुपियाँ मात्रै हुन्छ 700 कतिमा कति 200 रुपियाँ अफ होइन तिमीले के किन्यौ मैले सनस्क्रिन फेस वास त्यो फेस वास चाहिँ उयो होइन सबै एउटाकै किनेँ नभए तिमी किन्छौ के किन्छौ तिमी पकाउन पैसा तिमी त भएन तिमी किन भन्दा हो भोक पो लाग्यो त हौ के कसरी लगाइदिन्छ यसो गर्नु अच्छा कोई फ्रस्ट्रेशन में कुछ नहीं फेंकोगे ना बार बार बोल रही हो तो अब जाके बेसिन में डायरेक्ट सुकृतिलाई सिकाइन आउनुपर्छ हौ के मैले सिकाएको मात्रै बुझ्छु मैले मजाले बुझ्दिनँ अगाडि कुन चाहिँ कोर्टमा छौ तिमीहरू सिपल एडभान्स सकेपछि त्यही है अब अब एडभान्स अस्ति पुगेको त हो मेरो हो भनेको हौ तिमी पुग्यौ एडभान्स हो तिमीले पायलको फेसियल गरिदिएको अस्ति त्यो छोड्दै ल अस्ति आम्मा त्यो खाँदाखेरि हामीले बनाएको थियौँ खाना खाँदाखेरि तिमीले रिल्स बनाएको थियौ नि म तिमी त्यसमा त कति पनि खाना खाँदा हालिमालिन्छ के छिटो नि हालिमालिन्छ त्यो सिधै गएको हो त्यो उयोबाटै ए हाम्रो मम्मीले देख्यो नि त कि तिमीलाई लाग्दो रहेछ त है कृषि कहाँ भनेको थियो चस्मा मगाउनुपर्छ नि मेरो आँखा बिग्रेछ नि अस्ति त के थेरापी भएको फेसको फेरि जानुपर्छ चेकअपको लागि उयो भएको नि त यहाँ चाहिँ माथि चाहिँ नि होमियोप्याथीको गरेको नि त कि पहिला पनि त्यो हस्पिटलमा गरेको भएन होइन होस् होस् खै यहाँ ल्याउ त यहाँ पिछेमा लाउँछ मन लागेको छ नलको पछि तिम्रो सुधारहरूमा लागिन्छ त यहाँ लागेको छैन अब 15 मिनट राखौँ होइन कति टाइम भयो 12 भएछ 12 15 भनौँ न 20 25 27 28 मा गइरहेको 27 28 मा
27-28 बस ए होइन बनाउनु भोक लागिरहेको त हामी बिहान खाने यो आउँदा त टावल निकाल्थ्यो अहिले मैला हुन्छ अन्त एकछिन रेस्ट होइन अब यो ब्यागलाई त होइन 15 मिनटमा वास गर्नुपर्छ अनि त्यहाँबाट चाहिँ सक्छ म भिडियो त यहाँ एन्ड गर्छु बाई बाई साथीहरू आउँदा त म आइब्रो गरिदिन्छु तपाईँको ल ल ए अहिले मैले भनिदिएको छु यहाँ हेर न एन्डै नभएको